सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ म आइरहेको छु सुर्खेतको बोटेचौरमा अवस्थित राम्रीकाँडाको एकदम फ्रेस नजरिया म तपाईँहरूलाई देखाइरहेको छु है। ल यो छ अहिले राम्रीकाँडामा चाहिँ एकदमै ठुलो पानी पर्यो। पानी परेपछि एकछिन चाहिँ बाफ उडिरहेछ। यतापट्टि तल चाहिँ ताल छ एउटा सानो है। यो चाहिँ कुपिन्डे तालको सानो भाइ हो। ल यता दाइहरू हाम्रो सोडाहरू भाइहरू सबैजना यहाँ चाहिँ फोटोसुटमा व्यस्त। भाइले दिइरहेछ पोज खतरनाक। ल त्यही हो गाइज। अब यहाँ म तपाईँहरूलाई तल गाउँको नजरिया पनि देखाइरहेको छु। बाटो चाहिँ एकदमै चिप्लो छ है। यतापट्टि एउटा सानो ताल जस्तो पनि देखिरहेको छु मैले, म तपाईँहरूलाई देखाइरहेको छु। यो चाहिँ ताल। आई डोन्ट नो यो पानी सायद बर्सातको पानी हुनुपर्छ है। यहाँ कुनै पानीको स्रोत छैन भनेर यहाँको स्थानीयले चाहिँ भनिराख्नु भएको छ। न कुनै मूल छ न केही छ। तर यहाँ चाहिँ जहिले पनि बर्सात हुन्छ र त्यो बर्सातको पानी यसरी जमेर यहाँनिर एउटा नेचुरल तलाउ चाहिँ बनेको छ। यता तल चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ गाउँ छ। मलाई लाग्छ यो सिमानामा पर्छ है। सल्यान र सुर्खेतको सिमानामा चाहिँ पर्छ। यहाँ तल बोटेचौर होइन। यता माथि गयो भने कालीमाटी भन्छ। यता चाहिँ यहाँको स्थानीय सरकारले अलिकति लगानी गरेर एउटा प्रतीक्षालय निर्माण गर्नुभएको छ र त्यहाँनिर वेस्टेज म्यानेजमेन्टको लागि एउटा डस्टबिन पनि राखिएको छ। कृपया जति पनि मान्छेहरू यहाँनिर भिजिटको लागि आउनुहुन्छ तपाईँहरूले चाहिँ अब राम्ररी यहाँनिर यसलाई चाहिँ प्रकृतिसँग खेलवाड नगरेर है प्रकृति बचाउने अभियानमा चाहिँ तपाईँहरूले काम गर्नुपर्ने हुन्छ। यहाँ आएर इन्जोय गरेर सबै कुरा फोहोर गरेर जानुभयो भने तपाईँहरूलाई एक दिन प्रकृतिले चाहिँ च्यालेन्ज गर्न सक्छ है। इन्भाइरोमेन्ट एकदमै राम्रो छ। यो ढुङ्गा छ यहाँ, यो चिप्लो पनि हुनसक्छ। ल यता चाहिँ अब भाइ एक्साइटेड छ है। यसलाई चाहिँ फोटो खिच्नु परिरहेछ नि त। त्यही भएर भनिरहेछ कि म भिडियो बनाइरहेको छु, मेरो चाहिँ राम्रो भिडियो बनाइदियो भनिरहेछ। यतापट्टि हाम्रो क्यामराम्यान भाइ, यता भोला दाइ चाहिँ वेटिङमा हुनुहुन्छ। म पनि बनाइरहेको छु भिडियो भनिराख्नु भएको छ। र यता भाइले चाहिँ पोज दिइरहेछ, भनिरहेछ कि सबै कम्पाउन्डहरू देखाइदियो, यताउता इन्भाइरोमेन्ट सबै नेचरसँग देखाइदियो भनिरहेछ। दाइले चाहिँ अलिक चिसो भइरहेछ अहिले। लगाइस त्यही हो। यहाँनिर एउटा बोट चाहिँ हुनु पर्थ्यो है। बोट भएको भए चाहिँ सरर यताबाट यता बोटिङ चाहिँ गर्नु पर्थ्यो। अलिकति मौसम चिसो भएको कारणले हामीलाई चिसो भइरहेछ। भर्खरै हामीले खाजासाजा खायो, त्यति गर्दा पनि हाम्रो शरीर चाहिँ तातिन सकेन। ल गाइस, तपाईँहरू पनि यदि यो ठाउँ चाहिँ भिजिट गर्न चाहनुहुन्छ भने सबैभन्दा तपाईँ पहिला चाहिँ बोटेचौर आउनुहोस्। बोटेचौरबाट 10-11 किलोमिटर माथि आउनुभयो भने एउटा मोड आउँछ, त्यसलाई चाहिँ गैली बजार भन्छ। त्यो गैली बजार कटिसकेपछि थोरै माथि आएपछि एउटा राइट साइडबाट एउटा रोड जान्छ। त्यो रोड नन स्टप आउनुभयो भने 3-4वटा गाउँ क्रस गरिसकेपछि चाहिँ राम्रीकाँडामा तपाईँ आउन सक्नुहुन्छ। ल गाइस, हाम्रो जाने बेला भइसकेछ है। अगाडि चाहिँ जानुपर्ने हुन्छ, चिसो भइसकेछ धेरै नै। थ्याङ्क्स फर वाचिङ। आउने कोसिस गर्नुहोस्, घुम्नुहोस्, ठाउँ राम्रो छ।